हेलो एभ्रिवान, नमस्ते सेवा र साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो अर्को नयाँ भिडियोमा। अनि यो चाहिँ मैले दशैं विशेष भिडियो बनाएको छु। अनि म चाहिँ यति बेला चाहिँ माथि बहिनीहरुकोमा चाहिँ मोमो खान बोलाएको थिएँ नि त, अनि गएको थिएँ। यो चाहिँ टिकाको अघिल्लो दिनको भिडियो हो। अनि मैले चाहिँ यहीँनिर सबै भिडियोहरु चाहिँ एकै ठाउँमा लाएर चाहिँ बनाएको छु। हेर्दिनु होला साथीहरु। भाडामा चटपटी खाएको कि भात खाएको मोमो चाहिँ रेडी भइसक्नु आँट्यो। संगमको खाना खुवाइ हो। अचारको लागि तेल यहाँ। ओइ कसले पिस्ने हो? हामी पिस्नु? कहाँ छ पिस्ने अनि? यत्रो भाडामा त भात खाएको। टमाटर टमाटर अचारको लागि टमाटर चाहिँ हामीले लाँदैन। गणेशले एउटा त मान्दैन। साथीहरु, हाम्रो मोमो चाहिँ रेडी भइसक्यो। रेडी चेस गरेको है, चेस लुकाऊ है। मिठो छ? उसले चाहिँ खाइसक्यो। यहाँनिर भाइ, यता चाहिँ फेरि मासु प्लस यति धेरै मिठो छ। मोमो पोर्क अरे यो 2082 सालको दशैं चाहिँ एकदम सुखमय। कहिले यस्तो भोजन त खाएको थिएन। उहाँ दिदीले स्टार्ट गर्नु भएको छ। अब हामी के दिनु थाहा छैन। मासु पनि खाँदैन। तातो पानी चाहिँ लाग्छ होला। तातो पानी र चिसो पानी हाम्रो चलन हो क्या। एउटा कुरा, हामी 4 जना चाहिँ कन्ने केटीहरू छौँ, 3 जना अनि 1 जना यता। यसपालि चाहिँ हामीहरू एकमुष्ट भएको छौँ क्या। अनि अब भोलिको कता छता छुल्लो हुन्छ भनेर आज चाहिँ हतार यहाँनिर क्याप्चर गरिहालेको। अनि हो त सबैभन्दा कान्छी बहिनी, अनि यता माइली, अब ज्यान हेर्दा त सबसे जेठी यतै हो, तर उहाँ चाहिँ कहाँ हो? उहाँ साइली, यता कान्छी जेठी, म माइला। अनि के भन्छ यहाँ टोलमा गन्दा पनि माइलीमै परे। म छिटो नबोली खानु मन लागेको छैन। नमस्ते सेवार साथीहरू, ह्याप्पी दशैं टु अल माई युट्युब फ्यामिली। अनि साथीहरू, म चाहिँ एकदमै सन्चै छु। अनि तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशाका साथ चाहिँ मैले यो भिडियो स्टार्ट गर्दैछु है। अनि अहिले चाहिँ आज चाहिँ टिकाको दिन हो नि त साथीहरू। अनि हामी चाहिँ यहाँनिर टिका त त्यस्तो लगाइदिने चलन छैन कि, हल्का अलिअलि टिका लगाइदिनुहुन्छ। अनि पैसा थाप्ने दिन हो क्या साथीहरू। आज चाहिँ टिका नलगाए कति बेला आइस अनि अब हामीलाई चाहिँ सबैजनाले कति कति पैसा दिनु हुँदो रहेछ साथीहरू। म देखाउँछु ल तपाईँहरूलाई। ममले चाहिँ यहाँ हामीलाई टिकी लगाइदिन लाग्नु भएको छ। हाम्रो चाहिँ यस्तै नर्मल पैसा थाप्ने मेलो मात्रै हो यो चाहिँ खासमा भन्नुपर्दा। त्यस्तो व्यवस्थित टिका छैन कि, यस्तै फुल अनि अलिअलि पैसा थाप्ने मेलो पैसा रहेछ साथीहरू यहाँ हाम्रो चाहिँ। अब म यहाँ थाप्छु कति दिन हुँदो रहेछ लगाइदिनु। यता चाहिँ बस्नु पैसा थाप्ने मेलो हुँदैछ है साथीहरू। धेरै पढ्नु, भगे मानि, बिराम नहुनु, जागिरेकोमा पचा जानु। भलक बनाउँछ रे ग्रीन कलरको
सिद्धेर मात्रै होला नि हो र अब मेरो भाइको पालो हाम्रो पैसा थाप्ने मेलो हुँदैछ साथीहरू यसो बसी बसी हाम्रो चाहिँ यस्तै हो टिका पैसा चाहिएन बरु तङ लाग्दाखेरि अलिक जतन गरी बस्नु 100 वर्ष बाँच्नु राम्रो बुहारी ल्याउनु के मानि हुनु बाबा आमालाई माया गर्नु चेलीहरूलाई भान्जीहरूलाई अलिक ध्यान दिएर सुन्नु गर्नु थियो नि ध्यान दिएर सुन्नु है आशीर्वाद टोपी मेरो आफ्नो चाहिँ यस्तै नर्मल दसैँ हुन्छ होला हामी चाहिँ त्यस्तो विशेष दसैँ मनाउँदैनौँ नि त पैसा भेलाउने मेलो हुन्छ कि साथीहरू मलाई चाहिँ ग्रिन कलरको दिनुभएको छ अब अरूलाई कस्तो दिनुहुँदैछ गरिदिनु हेलो एभ्रिवान भन् नमस्ते गर्नु यो त यो त आशीर्वाद नि हो दक्षिणा आइन्द्र मुढा ल्याएर आज त पर छोटो मुढा ए दुईटा मुढा लिन अब हाम्रो छोरीलाई टिका लगाइदिनुहुन्छ बजुले अब बाथी भएर बस्नु यता हेर्नु छोरी बाफले बाफ आशीर्वाद दिनुहोस् गर्नु सेवा गरेर बस्नु धेरै पढ्नु अनि जागिरे नि हुनु ल धेरै वर्ष बाँच्नु बाबाआमालाई नकराउनु अनि तुम्मालाई नकराउनु बोजूलाई पनि नकराउनु नरुनु पनि ल अनि दुःख बिमार नहुनु कहिले पनि ल चित्त तुली हुनु राम्री हुँदै जानु छेमीले पनि ग्रिन कलरको दिनु आँट्नु हो नि मम्मीहरूले धेरै पैसा कमाएर आउन् नि नानीलाई यत्रो सुन ल्याइदिनु सेवा गर्नु बोजूलाई भुइँसरी खुङ गरिदिनु लु स्याबास नदुख्नु दुख्नु गएर धेरै पढ्नुपर्छ यता हेर्नु बसन्तीको पालो क्या तेरो अनुहार तेरो आमालाई अलिक कुट्नु अलिक माथि गएर ढुङ्गाले हान्नु होइन त्यो काम गरिस् भने फेरि तेरो कानहरू जान्छ अलिक धेरै पढ्नु ज्ञान अलिक छिपा तेरो बाउको फोटोकपी त निस्केको छस् धेरै पढेर जागिरे हुनु तेरो आमाले राम्ररी पाल्नु फचा जानु नदिनु त्यही हो बिमार नहुनु थाहा छ कि छैन विचार तपाईँ भएन उ त्यहाँ बर्मिला पनि अब र यहाँ सुन्नु हामीको पैसा हेरौँ खै बाफ्रे बाफ कसले बजुले यसले चिजबल खुवाउँला बिता भयो त्यो त्यतिखेर बस्दा कस्तो हुन्थ्यो होला धेरै बाँच्नु घर व्यवहार थाप्नु छोरालाई त्यो अब खाइनु मात्रै भने चाहिँ यहाँ आइज न अलिक राम्रो आउँदैन के त्यहाँ उज्यालिस मलाई त लोकेर नताक्नु भने अघि नै लु कति तरे बाउ आई नभन ल्याब जो मंगे बुंगो तर एकदम ठिरक सिके मसिन मंगे गेङबार रोटी तुङबार ले आमा नभए पनि हामी आमाहरु छौं नभन्नु अहिले रुन्छु नि म यति हो त अनि के गर्नु कान्छीको मामा बसेको बाजीको हन्नाङ हो गाय फुवा सधैँ पेका बा तपाईँलाई दिनु आशीर्वाद चाहिँ निकै कडा दिनु है अन्त म त अघि धेर भेटेको अम्फालको यरिक सामिङ गर्ने नि त जय चाहिँ नोक्ने पनि हेन लफाङ्गा 50 रुपैयाँ कालेर नभेगा मैले
विशेष सेवाहरू किन टिका लगाएको बेला त भन्नु हुँदैन आशिक धेरै दिनु कति पो पढिसकिस् अब पुमा पढ्छस् भने अनि त्यहाँबाट जागिरे भइहाल हात खुट्टा नठोकी राम्रो केटी हेर्नु त्यो फेलिहरू त्यो जान मसिङ्गे नि हामी जस्तोहरू चाहिँ नल्याउनु होइन बाबामा बाजे बोजू थाम्ने ल्याउनु एक वर्षको आयु लिएर बस्नु कति वर्षको के को 1 वर्ष हौ 1 वर्षको आयु लिनु अरे 100 वर्षको आयु 100 वर्ष टोपी पर्दैन के टोपी छैन क्या के भन्यो है 1 वर्षको आयु 100 वर्षको भनेको नि खास लु स्याबास कति छ लाइसको धेरै छ छैन मुठी पार्दैछ धेरै छ त ए यसो गरेर बराबरी छ है यसो गरेर देखेँ क्या तर होइन रहेछ सबैको बराबर रहेछ है अङ्कलले दिन्छ पनि दिन्छु पो रहेछ अब पर्मिलाले दिन्छ मान्छेहरू मैले चाहिँ टिका पनि लगाइसकेँ दक्षिणा पनि लिइसकेँ यो चाहिँ घरको दक्षिणा हो कि अब अरूजनाले कति दिनुहुँदो रहेछ त्यो पनि लिनै बाँकी छ अनि देख्न सक्नुहुन्छ यो चाहिँ मेरो ब्याकग्राउन्डमा हाम्रो घर छेउको कोदोबारी दसैँ लागेसँगै कोदोहरू पनि फुलिरहेका छन् साथीहरू यहाँनिर टक्क हरियाली यस्तो राम्रो मुठी पारेको छ कि क्या साथीहरू मैले मेरो चाहिँ यति नै छ कि पैसा अहिलेसम्ममा अर्को टोलीहरू लाग्दैछ क्या फेरि टिका लगाउनुको लागि अनि यिनीहरूले चाहिँ भरे निकै धेरै ल्याएर आउँछ क्या हेर्नु न यी गयो मलाई जित्नै पर्यो क्या यिनीहरूले भन्दा नि उहाँ मम्मी पैसा चाहिँ ल्याएर आउनु है त्यहाँ नजानु तपाईँ नजानु चलो म हारे साथीहरू दक्षिणामा हारे अब यात्रा छिटो के ल्याएर आऊ है खानेकुरा ल ल्याएर आइज है पर्मिला ओ त गएको हाम्रो चाहिँ दसैँ विशेष पार्टी चाहिँ दिनकै चलेको छ अनि आज हिजो चाहिँ मोमो खायौँ आज चटपटे अब भरे राति के भोलि के कभर त खतरा रहेछ त कभर नआएर यहाँ हाम्रो चाहिँ चटपटे रेडी भइसक्यो साथीहरू चटपट यहाँनिर टक्क सुँगुरको के भन्छ यसलाई होइन नि यो त एकजनाको भाग मात्रै पो त अनि यहाँनिर तातिँदैछ सुँगुरको मासुको तरकारी हाम्रो चाहिँ चटपटे अघि यिनीहरूले आधी खाइसक्यो मैले खाइन्जेलसम्म त केसँग खाँदैछौ है रक्सी ए रक्सी अरे रक्सी भन्दै थियो यो चाहिँ के भन्छ सिक्किमे रमसँग खाँदैछौँ
मासु यता कोही पानी कोही सकिनु आँट्यो सकाउन अनि फेरि दिन्छौँ ल सक्यो चटपटी पनि सक्यो मासु पनि सक्यो साथीहरू हामी चटपटी खाएर पनि अगाएर आइसक्यौँ आज चाहिँ हाम्रो आज टिकाको दिन हो नि त साथीहरू अनि पैसा कसको कति भयो सबैभन्दा धेरै चाहिँ पल्लो छेउको हाम्रो सिस्टरको भएको छ छैन मेरो त देखाउनु हुँदैन साथीहरू के सोचेको के भएको छ आज पैसै दिएको छैन पैसा दिने मान्छेहरू सब कहाँ गयो मेरो पैसा तर हाम्रो चाहिँ फेरि अब अझै छ नि त दिने पैसा थाप्ने दिनहरू निकै दिन पैसाकै कुरा गर्यो आकै छैन पैसा अनि सुरुदै पैसाको कुरा हुँदैछ अनि पैसा आकै छैन हाम्रो बाउले रियलमा दिएको छैन तेरो बाउले भगमै निकाल्नु हो नि त हाम्रो बाउ कहाँ गयो सुत्यो अघि त सुतेर हेर्नु हैन अहिले त आएको छैन त मलाई सुतेछ होला लु पैसा दिएको छैन साथीहरू हामी चाहिँ हाम्रो टोलको 4 जना यहाँनिर के भन्छ हुनहार युवतीहरू छौँ यहाँनिर चाहिँ अनि लु पैसा छैन मेरो छ नि फेरि सबैभन्दा धेरै पैसा देखाउ लु कसको मेरो त यति नै हो छैन मेरो त सबसे धेरै चाहिँ मेरो रहेछ साथीहरू मेरो यता हात्ती निकाल्दै छ कि गैडा निकाल्दै हात्ती होइन गैडा उ बाफ्रे बाघ मेरो पनि निकै छ है साथीहरू यसले टिका लगाएको पैसा होइन उसकै पैसा टिका लगाएको पनि छ कि यहाँनिर 1-2 चाहिँ अनि त्यसपछि आफ्नै पैसा लिनै बाँकी छ सँगै छ आशीर्वाद पनि छ अनि अब हामी 2082 सालमा चाहिँ यति 4 जना दिदी बहिनी भेला भएको छौँ 82 सालमा चाहिँ मेरो बहिनी अब कहिले त कुनै सालमा त हुँदैन नि त अनि पोहोर पनि यतिजना सबै थिएन म त एक्लै डुलिँदै थिएँ दसैँमा त आइएन दसैँमा यो थियो यो हामी 2टा मात्रै थियौँ पोहोर त अब यो साल छौँ हामी तिहारमा मात्रै आयौँ अब अर्को साल कहिलेको हुन्छ कहिलेको होइन त्यही भएर सँगै भएको बेला चाहिँ मैले क्याप्चर गरिहालेँ साथीहरू मेमोरी होस् भनेर चाहिँ अनि पछाडि हाम्रो छोरी पनि छ आशीर्वाद दिँदैछ नि आशीर्वाद दिएको फेरि दिनु आशीर्वाद छिटो आशीर्वाद दिनु भन्नु न फेरि भन्नु फेरि खोइ आशीर्वाद दिएको मलाई लु आशीर्वाद दिनु फेरि अब उहाँलाई तुम्मालाई फुल लगाइदिनु लु भन्नु अघि भनेको जस्तो ज्ञानी हुनु अब सेवा गर्नु लु अब ह्यापी दसैँ भन्न तिमीहरू ह्यापी दसैँ हाम्रो नानाको भ्युअर सबैलाई हेरिदिनु होला कमेन्ट गरिदिनु लाइक गरिदिनु सेयर गरिदिनु अनि सब्सक्राइब चाहिँ गर्नु नभुल्नु होला हाम्रो नानाकोमा लु भयो होला पानी पर्नु आँट्यो अब आजको हाम्रो के भन्छ हिजो आज सबै मिसाएर म चाहिँ यो भ्लग लाउँछु कि अनि अब यहीँ अन्त्य गर्नुपर्छ होला नि बाई बाई गर है बाई बाई यति जेलसम्म हेरेर साथ दिनुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद अनि बाई बाई भेट्ने बाचा गर्दै अहिले यो भिडियो इन गर्दछौँ बाई बाई लु बाई गर्नु सबैले बाई पैसा भएको हातले बाई लु